Hey guys, welcome to my vlog. Good morning. आज हाम्रो थर्ड सेमिस्टरको बोर्डको लास्ट डे हो फाइनल इक्जामको। फाइनेन्स आज प्रिपरेसन त त्यति खतरा छैन तर पास हुन्छु जस्तो लाग्छ। लेट्स सी क्वेसन हेरेर थाहा पाएँ। अब म इक्जाम सेन्टरतिर जान लागिरहेको छु। राम्रो बाइकमा अलरेडी बसिसकेको छ, म पनि बस्दैछु गाइज। लेट्स गो। यो चाहिँ हाम्रो अर्को दोस्त, यो गलत फिल्डमा आइसकेको छ। यसलाई बिबिए फाइनेन्स नपढ्नु पर्ने हो। बाइक रेसिङमा जानुपर्ने, राइडिङ चाहिँ खतरा गर्छ। हामी 50को स्पिडमा हिँडे पनि पछाडि पर्छ, तर उस 30को स्पिडमा भने पनि अगाडि पर्छ। यस्तो खतरा राइडर छ जो गाइस। त्यसलाई म एउटा नम्बर दिन्छु, त्यसलाई म्यासेज गर्नु बाइक राइडमा जानु भन्नु। गलत फिल्ड छ उसको। तर उकालो डेन्जर तराईमा भएको भए चाहिँ यहाँ चाहिँ केटाहरूले खतरै गर्थ्यो होला। तराई नभएर यहाँ काठमाडौँ गएर अलिकति सेफ छ। अब हामी बानेश्वर आइपुग्यौँ। हाम्रो राइडर दोस्त हामी बानेश्वरको जाममा, यहाँ चाहिँ जहिले जामै हुन्छ। एनी टाइम अलवेज जाम। जुन टाइममा आए पनि आजसम्म मैले यत्रो दिन यहाँ आएँ, बाइक चलाएर पनि आउँछु, साथीहरूसँग पनि आउँछु, तर डेली जाम पर्छ क्या। जाम नहुने कुनै दिनै हुँदैन। अनि यो हाम्रो टेम्पोवालाहरू साइड लाइट दिन्छ, जान्छ अरूबाट। नो युज अफ साइड लाइट के थाहै छैन। हामी चाहिँ बानेश्वरमा, त्यो चाहिँ हाम्रो जलेको संसद भवन अस्ति जेन्जी प्रोटेस्टमा। यो चाहिँ हाम्रो जाम भने नि क्या, जहिले जाम हो क्या। तर भने नि क्या जाम हुन्छ नि। फाइनली माइती घर आइपुग्यो। जहिले पनि प्रोटेस्ट सुरु हुने ठाउँ यही हो। आज पनि कता न कतै कुनै प्रोटेस्ट उता भइरहेछ, हेर्न सक्नुहुन्छ। त्यो गाछिने चाहिँ हुन्छ, तर जो यहाँ जहिले जाम हुन्छ कि गाइस, जहिले एभ्री डे हेर्न सक्नुहुन्छ। त्यस्तै हो। उयो गाछिने यहाँबाट प्रोटेस्ट सुरु हुन्छ। अहिले पनि ब्यानर लागिरहेको छ, तर के को छ त्यो थाहा छैन। जाम हेर्न सक्नुहुन्छ। त्यस्तै हो। यहाँ चाहिँ हाम्रो ट्राफिक प्रहरीहरूले चाहिँ चेकिङ गर्दै हुनुहुन्छ। त्यो जो पनि आउँछ नि, जसले बाइक लिएर आउनुहुन्छ, अहिले फुल स्पिड छोडिदिन्छ। यो वान वे हो, यता चाहिँ मतलब फुल स्पिड के जो पनि। मेरो बाइक पनि यता आइरहेछ 50 स्पिड, धेरै स्पिडमा मलाई डर लाग्छ। बे नगर्न त्यस्तो। तर यो मेरो कुरा चाहिँ सुन्दैन। यो के भन्छ नि, आफ्नै मनमर्जी गर्ने केटो हो कि 60को स्पिडमा फर्का। हाम्रो नेपालको गौरव प्रतिमा के धारारा, यहाँ चाहिँ धेरैजना घुम्न आउँछन्, टुरिस्टहरू पनि एट्र्याक्टिभ। यता चाहिँ हाम्रो टुडी खेल। तर जे होस्, पहिला चाहिँ यो माटोले बनेको थियो, माटो इँटाहरूले। अहिले चाहिँ यो हाम्रो धारारा चाहिँ अहिले चाहिँ देखिरहेको चाहिँ छैन, गाछले छेकेको छ। यो वाइट टावर पनि भनिन्छ यसलाई। अहिले चाहिँ यो कन्क्रिटहरूले बनेको छ। तर जो भीमसेन थापाले बनाउनु भएको थियो, तर हाम्रो यसले हिस्ट्री क्यारी गरिरहेछ, जेनेरेसन टु जेनेरेसन क्यारी गर्छन्। तर त्यस्तै हो। यो चाहिँ हाम्रो टुडी खेल। अब यहाँबाट अगाडि एउटा राइटतिर रोड जान्छ, त्यताबाट चाहिँ न्यू रोड हो। यहाँ चाहिँ धेरै बसहरू रोक्छन्। बस स्टेप जस्तै हो। विभिन्न चोकहरूमा, काठमाडौँबाट विभिन्न चोकहरूमा जानका लागि यहीँबाट बसहरू पनि यस टाइम छ। यता चाहिँ काठमाडौँ केएफसी मल। त्यस्तै हो। उहाँ हेर्न सक्नुहुन्छ ट्राफिक लिटरली। यति बाइक छ नि, चलाउन पनि झ्याउ लाग्छ कि कतिखेर लाग्छ। पुरै बाइक हुन्छ नि, आफ्नो बाइक भए पनि ड्राइभर राखौँ जस्तो लाग्छ। जस्तै मैले यहाँ राखेको छु एउटा। रोड में 4 व्हीलर बंद है, तो ये चल रहा है। यो रोडमा चाहिँ त्यो 4 चक्के 4 व्हीलर बन्द भयो भने नेपालको सिभिक सेन्स हो क्या गाइस। एडजस्टेबल भन्छ नि, कुछमे भी जेमा पनि एडजस्ट गर्ने बानी छ नेपालहरूको, नेपालमा बस्ने नेपालीहरूको। तर त्यही हो, एडजस्ट गर्ने जहाँ पनि घुसाइदिन्छ। तर त्यस्तो चाहिँ नगर्नुपर्ने। यसमा चाहिँ एक्सिडेन्टको रिस्क हुन्छ। यहाँ चाहिँ लेखेको पनि छ ब्यान भनेर, तर पनि छिराइदिन्छन् 4 व्हिलरहरू। तर ब्लग हेऱ्यो भने नगरिदिनु होला, यहाँ चाहिँ अप्ठ्यारो हुन्छ। यसले चाहिँ हाम्रो 2 व्हीलरलाई चाहिँ लास्टै गाह्रो हुन्छ नि यार। अगाडि हेर्नु, तपाईँ अगाडि हेर्नु, 4 व्हीलर आएर। 4 को फेरी आएगा इस क्या कर सकते हैं।
यस्तोमा चाहिँ त्यो हाम्रो ट्राफिक प्रहरी हुनुपर्ने हो खासमा चाहिँ, तर के गर्नु छैन। जाम हुने सम्भावना हुन्छ। यस्तो ठाउँमा चाहिँ हाम्रो ट्राफिक प्रहरी हुनुपर्ने कि यस्तोमा चाहिँ बढी एक्सिडेन्ट हुन्छ कि। त्यही त भन्छु, एउटा न एउटा यहाँ हाम्रो चाहिँ सरकारले खटाउनु पर्ने के एउटा ट्राफिक प्रहरी, नत्र त यिनीहरूले रुलै फलो गर्दैन। ओहो, कमन सेन्स यही हो गाइज हाम्रो। जो लेडिजको सामानहरू मात्रै पाइरहेको जस्तो लागिरहेको छु। ए ठ्याक्कै हामी अहिले यो प्लेस चाहिँ हाम्रो कहाँ हो? थमेले एरिया हो यो। यस्तै हो, आएर सिटी जस्तो फिल आउँछ। बिचमा साँगुरो बाटो, तर गाई चाहिँ एउटा भन्ने स्टोरी यहाँ के छ भने नि, तल चाहिँ रोड जस्तो फराकिलो छ, माथि हेर्नु न माथि ग्यापै छैन। किनभने त बेसमा चाहिँ अलिकति आफ्नो जग्गामा छ, माथि गएर सब बढाउँदै गएको छ। त्यस्तै हो। बहिनीहरू पढ्न जाँदै फाइनली एउटा मन्दिर अझै भेटियो। हामी चाहिँ ठ्याक्कै हामी इक्जाम सेन्टरले चाहिँ पुग्नेवाला छौँ। तर चाहिँ होस्, ब्याचलर लाइफको छुट्टै मजा छ, हरेक चिज इन्जोय गर्न पाइरहेको छौँ। ब्याचलर पछि लाइफ के कस्तो हुन्छ त्यो त हामीले थाहा छैन, तर दिमागमा हाम्रो एउटा अब्जेक्टिभ गोल छ। तर अब एचिभ हुन्छ कि हुँदैन, अब त्यो लाइक मेहनत हाम्रो छ कि छैन त्यो अब त्यो पछि थाहा पाउँछ जतिखेर पर्छ त्यतिखेर। फाइनली हाम्रो अर्को साथी पनि भेटिहाल्यौँ भने नि त, यो पछाडि बस्नै सक्दैन, गलत फिल्डमा छ कि बिबिए फाइनेन्स नपढ्नु पर्नेहरूलाई हो। फेरि गोबी चौर यता छन्। अहिले चाहिँ त्यस्तो गर्यो होला, त्यही हो गाइस। 1 घन्टाको ट्राभलपछि हामी ठ्याक्कै सेन्टरमा आइपुग्यौँ। भक्तपुरदेखि आएको फर्स्ट फाइनली आइपुग्यौँ, यहाँ छन्। अब यहाँबाट छिराउँदै अर्को साथी पनि आइपुग्यौँ। उता धेरैजनाहरू पढ्दै हुनुहुन्छ इक्जामको तयारीमा। सेक्रे माहौल छ। अर्को हाम्रो त्यहाँ साथी पर्सनल कलमा बिजी छ। त्यस्तै हो। यता हामी चाहिँ लिटरली गाइज कति भने 1 घन्टा अगाडि आएको छौँ, तर किन आएको छौँ थाहा छैन। नलेज 0%, एटिट्युड 100% इक्जाम दिनका लागि बिजी इन स्क्रोलिङ दिन्छ। यसलाई थाहा छैन कि रेकर्ड गरिरहेको छौँ भनेर। त्यस्तै हो। इक्जामको लागि के भइहालोस् मिठो। जय इक्जाम, जय स्प्राइट। है टेस्ट इक्जाम राम्रो जाओस् सबजनाको। म खुवाउन त सक्दिनँ, टाढो भएकोले पढ्दै। बोल भाइ, जब बोल्छु त डायलग आउँदैन, काटिदिन्छ। को मिटिङ इक्जाम पास गर्नका लागि आवाज रहबे करे, सीन नहीं रहा। पास बजो केन चल्यो मिटिङ इक्जाम पासको लागि? अरे भाई एग्जाम पास होला नहीं, एग्जाम के बाद की मीटिंग चल रहा है। के चल्दैछ इक्जाम पास हुन्छ आज? कोही आएको थिएन, खालि त्यही बोल बोल न के बोल्ने? मेरे पास शब्द नहीं है बोलने को, मैं क्या हाँ डिस्प्रेशन में हूँ मैं अभी। हजुर सब पढ साथै। ए बाबू म एग्जाम दिन कहाँ गइरहेको छु? अनि के गर्न गइरहेछस् त? यतिकै ढुङ्गा। इक्जाम सेन्टर कता छ? क्लास 1 यता